आज बिदाको दिन मैले के गरेँ र कसरी बिदालाई सदुपयोग गरेँ लाउनुहोस् हेरौँ। हेलो गुड मर्निङ एभ्रिवान, वेलकम माई डे 7 मिनी भ्लग। के छ तपाईँहरूको हालखबर? बिहान बिहान उठेर के गर्दै हुनुहुन्छ? कतिको आफूलाई बिहानको समयमा आफूलाई टाइम दिनुहुन्छ? सबैजना है, यसमा फेरि कर्मचारीको कुरा मात्र होइन, सबैजना दिदीबहिनीहरू दाइभाइहरू होइन, बिहानको समयलाई कतिको आफ्नो लागि युज गर्नुहुन्छ होइन। बिहानै वाक गरेर चाहिँ म फर्केँ, मजाले घाम लागिरहेको थियो अनि एकछिन दुबोमा हिँड्नु पऱ्यो भनेर हिँडिरहेको छु होइन। अब स्वास्थ्यको लागि चाहिँ फाइदा हुन्छ खाली खुट्टै दुबोमा हिँड्यो भने। अनि ध्यान पनि दिनुपर्छ, यो जङ्गलको दुबो हो नि त, कहिलेकाहीँ काँडाहरू हुनसक्छ, बिग्न सक्छ होइन, त्यही भएर ध्यान दिएर चाहिँ हिँड्नुपर्छ। त्यस पछाडि चाहिँ म फर्किएँ होइन। फर्केपछि चाहिँ 5-10 मिनट रेस्ट गरेपछि अनि मैले चाहिँ मजाले ज्वानो, मेथी, जिरा पानी अनि सोप पानी खाएँ होइन। अनि एकछिन बसेरै खान्छु प्रायः त, यो भिडियो बनाउने चक्करमा उमेर हो मैले खाएको। अनि 5-10 मिनट रेस्ट गरेर चाहिँ म चाहिँ एकछिन एक्सर्साइज गर्दैछु। एक्सर्साइज चाहिँ म लगभग गरिराखेको हुन्छु। वाक चाहिँ म कहिले मर्निङ जान्छु, कहिले इभिनिङ जान्छु। आजकल चाहिँ पानी परेको भएर चाहिँ त्यो अलिक सेड्युल मिल्दैन, तर एक्सर्साइज चाहिँ अहिले कन्टिन्यू गरिरहेको छु। 1 हप्ता तिउन लाग्यो किनभने मेरो खुट्टा दुख्छ नि त, त्यही भएर। पेसाको हिसाबले स्वास्थ्यकर्मी भएको भएर अब योगा एक्सर्साइज होइन, आफूलाई स्वास्थ्यलाई के फाइदा हुन्छ त्यो त थाहा भइहाल्छ पनि। अनि यसलाई चाहिँ आफ्नो व्यवहारमा पनि लागू गर्नुपर्छ। अब हामीले नै आफूले लागू गरेनौँ भने चाहिँ अरूले कसरी गर्नुहुन्छ होइन, कसरी स्वस्थ हुनुहुन्छ, कसरी सिकाउने होइन। पहिला त आफू हेल्दी हुनु पऱ्यो, आफू हेल्दी भयो अनि अरूलाई यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ भनेर सिकाउनुपर्छ होइन। फेरि तपाईँहरूले सोचिराख्नु होला यो भिडियो बनाउनको लागि चाहिँ एक्सर्साइज गरिरहेछ भनेर, त्यस्तो चाहिँ होइन। म कन्टिन्यू एक्सर्साइज गर्ने मान्छे हुँ होइन, योगा पनि गर्छु म होइन। म पहिला जिम पनि जान्थेँ, तर अहिले चाहिँ 2-3 महिनादेखि चाहिँ म अफिसको कामले गर्दाखेरि अलि नभ्याएको भएर मात्र नगरे हो। नत्र प्रायः चाहिँ म आफूलाई चाहिँ बिहानको टाइम चाहिँ आधा घन्टा 1 घन्टा होइन जति हुन्छ दिउँ भन्ने चाहिँ लाग्छ सधैँ मलाई। के अरे तपाईँको सूर्य नमस्कार पनि मजाले आउँछ कि, तर यो सूर्य नमस्कार गर्दा चाहिँ मेरो दुख्ने समस्याले गर्दा चाहिँ मैले सूर्य नमस्कार चाहिँ गर्दैन अहिले चाहिँ। मलाई डक्टरले नगर्नु पनि भन्नुभएको छ होइन। अनि मैले बिचमा चाहिँ यो भिडियोहरू पनि हेरेको थिएँ होइन, जसको चाहिँ अलिअलि नसा च्यापेको हुन्छ त्यस्तो मान्छेले चाहिँ सूर्य नमस्कार नगर्नु भन्दा पनि रहेछ। मैले चाहिँ यो योगाको डक्टरहरूको चाहिँ हेरेको थिएँ होइन। त्यही भएर चाहिँ आफूलाई चाहिँ यो मेरो खुट्टाको लागि के फाइदा हुन्छ त्यस्तो खालको चाहिँ एक्सर्साइजहरू म गर्छु होइन। यो पनि मैले धेरै युट्युबबाट हेरेरै सिकेको हो। अनि प्लस चाहिँ मलाई काठमाडौँ गएको बेला चाहिँ डक्टरले चाहिँ यो गर्नु भनेर सिकाउनु पनि भएको थियो। अनि त्यही अनुसार चाहिँ म खुट्टाको चाहिँ रेगुलर म कहिले पनि मिस गर्दैन। म बिहान भए पनि बेलुका भए पनि चाहिँ म गर्छु। तर अहिले चाहिँ मलाई त्यस्तो पेन धेरै छैन, अहिले चाहिँ मलाई धेरै कम भइसकेको छ। एक्सर्साइज एकदम फाइदा गर्छ। अनि आज चाहिँ म अलिअलि होल बडी प्लस चाहिँ खुट्टाको लागि मात्र गर्छु भनेर गरेको होइन। नत्र भने चाहिँ म दिनमा एउटा गर्छु कि डिफ्रेन्ट हुन्छ कि, कहिले चाहिँ माथि छातीतिरको हुन्छ होइन, कहिले चाहिँ खुट्टातिरको हुन्छ, कहिले चाहिँ पेट घटाउनलाई हुन्छ। अबदेखि चाहिँ म पेट घटाउने एक्सर्साइज चाहिँ अलि गर्नु पर्ला भनिरहेको छु, किनभने मेरो टमी चाहिँ अलि बाहिर आइरहेको छ होइन। बिहान उठेर आधा घन्टा 1 घन्टा आफ्नो लागि टाइम दियो भने पनि दिउँसभरि फ्रेस भइन्छ कि होइन, पोजिटिभ भाइब्सहरू आउँछ होइन, आफ्नो शरीर पनि हेल्दी हुन्छ, काम गर्ने जोस जाँगर पनि लाग्छ होइन।